सो एक गाइज वेलकम टु माई न्यू ब्लग। सो गाइज आज म फेरि पनि आइसकेको छु नयाँ ब्लगको साथमा। यो सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। सो आजको चाहिँ यो ब्लग चाहिँ यो दसैँ तिहारको जुन यो अहिले समय दसैँ तिहारको समय छ त्यसमा चाहिँ हामीहरूको त्यही बेसमा चाहिँ हामीहरूको यो आजको ब्लग रहेको छ। धेरै दिन भइसकेको छ ब्लग भइसकेको थियो ब्लग नआएको। सो आज चाहिँ विजया दशमीको दिन, आज चाहिँ टिकाको सायद 11:53 रहेको छ। एट फर्स्ट सबैलाई ह्याप्पी विजया दशमी। आफ्नो गाउँघरको त्यही परम्परा हुन्छ, फरक फरक हुन्छ। हामीहरूको चाहिँ यहाँ के हुन्छ भनेपछि अब जुन यो ठुलोबाबाको घर छ हाम्रो त्यहाँ यहाँनिरै हल्का टाढा 500 मिटर जति टाढा ठुलोबाबाको घर रहेको छ। त्यहाँ चाहिँ सबै हजुरबाको दाइभाइहरू सब चाहिँ वहीँ उपस्थित भएर सबैले चाहिँ त्यही टिका थाप्ने, सब पहिलो टिका जुन हुन्छ सबले त्यहीँ लगाउने गर्छन्। त्यो टिकाको सायद आउनुभन्दा अगाडि नै हामीले त्यहाँ पुगिसक्नु पर्ने हुन्छ। त्यसपछि चाहिँ त्यहाँ टिका लगाएर त्यसपछि सबैले आफ्नो आशीर्वाद थाप्ने। त्यसपछि आशीर्वाद लिएर त्यसपछि चाहिँ अहिले चाहिँ ठ्याक्क बिहानको 6 बजेको छ, म चाहिँ भर्खरै उठेको छु। सो अब चाहिँ उठेर फ्रेस फ्रेस हुन्छु, नुहाइ धुवाइ गरेर त्यसपछि चाहिँ कपडा लगाएर हामीले चाहिँ त्यही जानुपर्ने हुन्छ। सो जो नयाँ हुनुहुन्छ सबैले लाइक सेयर सब्सक्राइब सब गरिदिनु होला। सो अब हामीहरूको काम हो ब्लग बनाउने, हामीहरू तपाईँहरूसँग ब्लग बनाएर उपस्थित गराउँछ। तपाईँहरूले चाहिँ लाइक सेयर सब्सक्राइब गर्ने, सबैसँग पुगाउने काम चाहिँ तपाईँहरूको हो। सो अब चाहिँ म जान्छु, अब नुहाउन जान्छु, अब फ्रेस हुन जान्छु। त्यसपछि चाहिँ म तपाईँहरूसँग फेरि उपस्थित हुनेछु, त्यति बेलासम्म चाहिँ कहीँ नजानु होला। सो गाइज अहिले चाहिँ म अब ठुलोबाको घर चाहिँ पुगिसकेको छु। बाहिर चाहिँ अब टिका चलिरहेको छ। सो आजको गेटअप चाहिँ यही रहेको छ, अब देखिन लाग्छ कि छैन। सो अब चाहिँ बाहिरको कस्तो छ माहौल हेर्नुहोस्। अब हजुर 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 हेलो गर्दैछु। हजुरबा हाई भन्छ कान्छ हजुरबा यस्तो गर्छ, हाई गर्छ हजुर। हाई भन्छ न पहिला अरूलाई देखाउँछ। सबभन्दा जेठो त्यो हो, सबभन्दा कान्छो हिसाब किताब त्यो बुवा जेठो त्यो हो सबभन्दा। सातभन्दा जेठै मलाई लगाइदियो। छोड त तिमी छोड त यता हेर यता हेर यता अब यता हेर यता हेर भन्दा भन्दा हेर्दै हेर न ल छिटो आइस्यो। हजुर मम्मी जुत्ता लगाउनु जुत्ता बबाल काली आइस। सो एक गाइस अहिले चाहिँ हामीहरू टिका लगाएर आइसकेका छौँ। टिका लगाएर आएको चाहिँ धेरै भइसकेको थियो।
लगभग त्यही अब 2 घन्टा जति भइसकेको थियो। अब त्यही हो बिर्सिसकेको थिएँ भ्लग बनाउन चाहिँ, त्यसैले अहिले बनाइरहेको छु। सो यहाँ आइसकेर पनि धेरैजना घरमा आइसकेको थियो, लगभग 4-5 टोली नै आयो। त्यहाँदेखि हामी यहाँ आइसकेपछि चाहिँ टिका लगाउनलाई 4-5 टोली नै पुगिसकेको थियो। अनि सबैसँग टिका लगाइसकेका छौँ। अहिले चाहिँ घरमा कोही छैन। अब चाहिँ फुपूहरू आउने पनि टाइम हुन लाग्यो। अहिले चाहिँ 4 बज्न लागेको छ। सो अब चाहिँ 6 बजीतिर फुपूहरू पुग्छिन्छ होला। त्यसपछि चाहिँ भाइहरू पनि आउने हो। अनि एउटा फुपू चाहिँ बर्दियाबाट, एउटा चाहिँ साँडेपानीबाट, र अर्को चाहिँ एउटा ठुलो फुपू आइसिन्छ, ऊ चाहिँ टिकाउरबाट आइसिनु लाग्छ। छ कि छैन ठुलो फुपू चाहिँ फिक्स छैन, अहिले सोध्नु नै छ मम्मीलाई। त्यो ठुलो फुपू त खै आइसिन्छ कि आइसिन्न टिकाउरबाट, बाँकी चाहिँ बर्दिया र साँडेपानीबाट चाहिँ आइसिने हो। सो अब हेर्दै गर्नु होला, अझ धेरै अझ आउँछन् होला मान्छेहरू, अझ त भर्खरै आउनै लागेछन्। अनि अब त्यही हो, यो हेर्न सक्नुहुन्छ यहाँ चाहिँ टिका सेटअप यहाँ रहेको छ। एउटा चाहिँ उता गेम खेलिरहेको छ मजाले भल्टेर। सो यता पनि यो टिका चाहिँ मान्छेहरू आयो भने यो हो। यो चाहिँ हामीहरूको यो लिभिङ रुममा यहीँ छ टिका लगाउने। सो अब हेर्दै गर्नु होला, त्यही हो। अझ पनि फेरि फुपूहरू आएपछि, फुपूहरू पुगेपछि, अथवा केही देखाउने चिज भएपछि फेरि म भ्लगमा अझ तपाईँहरूसँग आउनेछु। त्यति बेलासम्मको लागि चाहिँ बाई। सो गाइज, यही हो हाम्रो समाजमा चलिरहेको विकृतिहरूमध्ये एउटा विकृति। त्यसलाई चाहिँ हाम्रो यो चाहिँ मादक पदार्थ सेवन गरेर चाहिँ अब मान्छेको शरीर नै कन्ट्रोलमा छैन, यतिसम्म चाहिँ कहिले पिनु हुँदैन। यहाँ चाहिँ टिका चलिरहेको छ। यहाँ चाहिँ एकदमै रमाइलो छ, सबैजना टिका लगाउन आइसकेको छ। अब चाहिँ फोटो सेसन भइरहेको छ। सो सानो फुपू र माइलो फुपू आएको बेला चाहिँ म भ्लग बनाउनु बिर्सिहालेँ, त्यसको लागि चाहिँ माफी चाहन्छु, किनभने फुपूहरू साँझ पुग्सेको थियो। सो यता चाहिँ रातो सारीमा चाहिँ ठुलो फुपू होइसिन्छ, त्यसपछि यो रातो सर्टमा चाहिँ हाम्रो ठुलो फुपाजु। सो आजको लागि चाहिँ यति नै। म तपाईँहरूसँग फेरि नयाँ एउटा इन्ट्रेस्टिङ भ्लगको साथमा उपस्थित हुनेछु। त्यति बेलासम्मको लागि चाहिँ बाई बाई।